यो देशको स्वाभिमान र साथभन्दा ठुलो अरू के छ देखाऊ। देशको स्वाभिमान र साथभन्दा ठुलो अरू के छ देखाऊ। महत्वाकांक्षालाई छेक्ने बाँधभन्दा ठुलो अरू के छ देखाऊ। आलिशान महल र वैभवको शान क्षणिक लाग्छ मलाई। आलिशान महल र वैभवको शान क्षणिक लाग्छ मलाई। आमाको काख बुवाको काँधभन्दा ठुलो अरू के छ देखाऊ। आमाको काख र बुवाको काँधभन्दा ठुलो अरू के छ देखाऊ। अभिवादन। झपट पुरस्कार व्यवस्थापन समितिद्वारा आयोजना गरिएको पुरस्कार समर्पण समारोहमा म उद्घोषक यादव भट्टराई यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत अभिवादन गर्छु। आजको यस कार्यक्रमलाई औपचारिकतातिर डोर्याउँछु। खास गरिकन आज झपट पुरस्कार, सैन्यध्वज नन्दकुमारी पुरस्कार र यज्ञ केशर पुरस्कारको समर्पण र सँगसँगै रेखा राणाज्यूद्वारा तयार गरिएको अनन्त कृतज्ञता कृतिको लोकार्पण समेत हुनेछ। म यस कार्यक्रमलाई आरम्भ गर्ने अनुमति चाहन्छु र यहाँहरू सम्पूर्णलाई फेरि पनि हृदयत आसन ग्रहणका निम्ति ससम्मान अनुरोध गर्दै मञ्चासीन सम्पूर्ण अतिथिज्यूहरूलाई माल्यार्पण गरिदिनुका निम्ति यज्ञ केशरज्यूका छोरीहरू र नातिनी जुहीलाई म हार्दिक अनुरोध गर्छु। विक्रम सम्वत 2037 सालबाट झपट पुरस्कार तथा 2039 सालबाट सैन्यध्वज नन्दकुमारी विद्वत वृत्ति पुरस्कार स्थापना गरी समर्पण गर्दै आइएको छ र त्यसै गरी 2071 सालबाट यज्ञ विक्रम शिक्षा सम्मान पुरस्कार तथा यज्ञ केशर पुरस्कारका नामबाट समाजका विभिन्न महानुभावहरूलाई पुरस्कृत सम्मानित गरिँदै आइएको छ र यो आजको यो पछिल्लो क्षणमा यहाँहरूलाई साक्ष्यमा राखेर ती पुरस्कारहरू समर्पण गरिँदैछन्। विशेष गरी आख्यानका क्षेत्रमा आफ्नो महत्त्वपूर्ण विशिष्टता हासिल गर्नुभएका सनत रेग्मीज्यू नेपालगञ्जबाट यसै पुरस्कारका निम्ति आउनुभएको छ। कीर्तिशेष झपटबहादुर राणाज्यू, तोरण कुमारी राणा, यज्ञ विक्रम राणा, केशर कुमारी राणा र सैन्यध्वज खड्का तथा नन्दकुमारी खड्काका तस्बिरमा पुष्पार्पणका निम्ति म मञ्चासीन अतिथिज्यूहरूलाई हार्दिक अनुरोध गर्छु। स्वस्ति न इन्द्रो वृहस्पतिः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु प्रजस्पतिर्मरुतः पृथ्वीमातरः सुभद्रवाणो विदधि कुजगमयः अग्निजिह्वा मनवः शूरचक्षुषो तेनो देवाः आयुः प्रतिरन्तु जीवसे भद्रां कुर्वयानि विदाहुमहि वयं मगं मित्रमदितिं दक्षमश्रिधम् अर्जमणं वरुणग्गु सोममस्विना मनसतेनः सुभद्रीमयस्करत्त तन्नो वातो मयो बुक्वातु भेकजन्तन् माता पृथिवी तत्पिता द्युः तद्ग्रावाणः सोमसुतो मयो भुवस्तदस्विणा शृणुतं दक्षिणाजुवम्ब तमेशानं जगतस्तसुखस्पतिं धियञ्जन्ममवसे होमये वयं भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पश्येमार्षभिर्जत्राः तिरैरङ्गैस्तुष्टुवागोषस्तनूभिर्व्यसे महि देवहितं जदायुः सतमिन्नु शरदो अन्ति देवाच्युताचिन्तनूनां पितरो भवन्ति मानो मध्यारेरिखताैर्गन्धोः अदितिर्द्यौरदितिरन्तरिक्षमदितिर्माता स पिता स पुत्रः विश्वे देवा
अतिथिः पञ्चजनातिर्जातमतिर्जनि त्वं योः शान्तिरन्तरिक्षगो शान्तिः पृथिवी शान्तिरापः शान्तिरोगदयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वज्ञो शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि नान्त्वा गणपतिगो हवामहे प्रियाणान्त्वा प्रियपतिगो हवामहे निधीनान्त्वा निधिपतिगो हवामहे पशो मम आहमजानि गर्भधमा त्वमजासि गर्भधम अम्बे अम्बिके बालिके नमानयति कश्चन ससति स्वकः सुभद्रिकां काम्पीलवासिनीं मा। हार्दिक आभार व्यक्त गर्छु विशिष्ट अतिथिज्यू अध्यक्षज्यू अतिथिज्यूहरू र यो मङ्गल आचरण स्वस्ति भाषणमा सहभागी ब्राह्मण बटुकज्यूहरूलाई हार्दिक आभार व्यक्त गरेँ। अबको क्रममा स्वागत मन्तव्यका लागि झपट पुरस्कार व्यवस्थापन समितिका सदस्य सचिव श्री रेखा राणाज्यूलाई म हार्दिक अनुरोध गर्छु। नमस्कार। समारोहका अध्यक्षज्यू, विशिष्ट अतिथि पुरस्कृत व्यक्तित्वहरू, स्थापना कालदेखि आबद्ध मान्यजनहरू, पुरस्कार व्यवस्थापन समितिका सल्लाहकारहरू, पदाधिकारीहरू, निर्णायक समिति संयोजक तथा सदस्यहरू, साहित्य अनुरागी आदरणीय स्रष्टाहरू, परिवारजन, आफन्त, मित्र तथा छिमेकीहरू, आजको यो पवन र स्मरणीय अवसरमा यहाँहरूलाई स्वागत अभिनन्दन गर्न पाउँदा हाम्रो हृदय अत्यन्त गर्व र कृतज्ञताले भरिएको छ। यहाँहरूको उपस्थितिले आजको यो समारोहलाई एउटा अर्थपूर्ण उत्सव बनाएको छ। आज झपट पुरस्कारको 45औं तथा बुवा हजुर यज्ञ विक्रमको 102औं पुण्यतिथिको अवसरमा पुरस्कार समर्पण समारोह आयोजना गरी मुवा बुवाले सुम्पी बक्सेको दायित्व निर्वाह गर्न पाएकोमा आफूलाई म अत्यन्त भाग्यशाली ठानिरहेकी छु। 2037 सालदेखि सुरु गरिएका यी पुरस्कारहरू निजी स्तरमा सुरु गरिएका हुन् र साहित्यिक बौद्धिक जगतमा प्रतिष्ठित पनि छन् र निजी स्तरमा नै अघि बढेका छन्। यसै अवसरमा हाम्रा कीर्तिशेष बुवा हजुरले बीजारोपण गरी हुर्काई बक्सेको पुरस्कारलाई संस्थागत गरी जीवन्त राख्न योगदान पुर्याउनुहुने महान विभूतिहरू नाट्य सम्राट बालकृष्ण सम, इतिहासकार सूर्य विक्रम देवाली, राष्ट्रकवि माधव घिमिरे, युग कवि सिद्धिचरण श्रेष्ठ, साहित्यकारहरू भट्टराज भट्टराई, ठाकुर पराजुली तथा अन्य स्रष्टालाई हृदयदेखि स्मरण गर्दै श्रद्धा सुमन अर्पण गर्दछु। यसै सिलसिलामा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यहाँहरू यस कार्यक्रममा उपस्थित भइदिँदा हामी सम्पूर्ण परिवार गौरवान्वित भएका छौँ, हर्षविभोर भएका छौँ। यस सुखद अवसरमा म सर्वप्रथम त पुरस्कृत व्यक्तित्वहरूमा स्वागत अभिनन्दन टक्राउँछु। आजको प्रमुख अतिथि पनि हजुरहरू नै होइबक्सन्छ। त्यस्तै झपट पुरस्कार व्यवस्था समितिमा रहेर लामो समयदेखि यसमा रहेका विभिन्न पुरस्कारहरूलाई प्रतिष्ठा र अभिभावकत्व प्रदान गर्नुहुने महासमालोचक वासुदेव त्रिपाठी सर, प्राध्यापक डाक्टर दयाराम श्रेष्ठ, प्राध्यापक कवि रमा शर्मा, प्राध्यापक कवि प्रयागराज वासिष्ठलाई पनि कृतज्ञतापूर्वक स्वागत निवेदन गर्दछु। स्वागतकै क्रममा म झपट पुरस्कार व्यवस्था समितिका सल्लाहकारद्वय आदरणीय साहित्यकारहरू नरेन्द्र प्रसाई र इन्दिरा प्रसाईलाई विशेष स्वागत अभिनन्दन टक्राउँछु। साथै सधैँ नेपथ्यमा बसेर झपट पुरस्कारलाई नयाँ ऊर्जा र उचाइ प्रदान गर्न सहयोग गर्नुहुने झपट पुरस्कार व्यवस्था समितिका उपाध्यक्ष प्राध्यापक केशव सुवेदी सरलाई पनि सस्नेह स्वागत बिन्ती गर्दछु। मेरा परिवारजन, आफन्तजन, मित्रजन तथा सम्पूर्ण सज्जनहरू सबैलाई विनम्र स्वागत अर्पण गर्दछु।
आज हामी केवल पुरस्कार वितरण गर्न मात्र यहाँ भेला भएका होइनौँ। आजको दिन हाम्रो लागि स्मृति, सम्मान र कृतज्ञताको सङ्गम बनेको एक विशेष क्षण हो। यो समारोह वास्तवमा हाम्रा पुर्खाहरूप्रति व्यक्त गरिएको श्रद्धा र आभारको विस्तार हो। ती अग्रजहरूको लागि जसका जीवनमा नेपाली साहित्य केवल अभिरुचि मात्र थिएन, त्यो उहाँहरूको साधना थियो, त्यो उहाँहरूको आत्मा थियो। हाम्रा अग्रजहरूले रोपी बक्सेको साहित्यिक बिउ केवल कागजका पानाहरूमा मात्र सीमित रहेन, यो समयसँगै विचारको वन बन्यो, संवेदनाको आकाश बन्यो र हाम्रो सामूहिक पहिचानको उज्यालो बन्यो। उहाँहरूले शब्दहरू रची बक्स्यो, तर ती शब्दहरूले पुस्ताहरूलाई सोच्न सिकाए, अनुभूति गर्न सिकाए र आफ्नो समाजलाई बुझ्न प्रेरित गरे। आजको यो समारोह त्यही उज्यालो विरासतप्रति हाम्रो सम्मानको प्रतीक हो। यस अवसरमा हामी 3 महत्त्वपूर्ण साहित्यिक सम्मानहरू झपट पुरस्कार, सैन्दोज नन्दकुमारी पुरस्कार र यज्ञ केशर पुरस्कार प्रदान गर्न गइरहेका छौँ। यी पुरस्कारहरू केवल सम्मानका चिन्ह मात्र होइनन्, यी हाम्रा अग्रजहरूको दृष्टि, मूल्य र साहित्यप्रतिको समर्पणलाई निरन्तरता दिने एउटा विनम्र प्रयास हुन्। यी पुरस्कारहरू मार्फत हामी ती साहित्यिक स्रष्टाहरूलाई सम्मान गर्दछौँ जसले आफ्नो प्रतिभा, विचार र जीवनको अमूल्य समय नेपाली साहित्यलाई समर्पण गर्नुभएको छ। वास्तवमा साहित्य केवल शब्दहरूको संरचना मात्र होइन रहेछ, साहित्य त समाजको आत्मा रहेछ र त्यो आत्मालाई उज्यालो बनाउने स्रष्टाहरूलाई सम्मान गर्नु हाम्रो सबैभन्दा ठुलो गर्व हो। अन्त्यमा यहाँ उपस्थित सम्पूर्ण स्रष्टा तथा मान्यजनहरूलाई पुनः हार्दिक स्वागत, अभिनन्दन टक्राउँछु। यहाँहरूको आगमनले हामी साँच्चै नै पुलकित भएका छौँ। आज हाम्रो वासस्थान पवित्र मन्दिरको रूपमा परिणत हुन पुगेको छ। यहाँहरूको उपस्थिति र आशीर्वादले हामीलाई थप प्रेरणा र प्रोत्साहन प्राप्त भएको छ। आजको यो समारोहले हामी सबैलाई नेपाली साहित्यको उज्यालो यात्रामा समर्पित हुन अझ प्रेरित बनाओस् भन्ने कामनाका साथ बिदा हुन चाहन्छु। र फेरि पनि झपट पुरस्कार मात्र नभई हाम्रा प्रातस्मरणीय बुवा हजुरको सपना, सङ्कल्प र समर्पण हो। आगामी दिनहरूमा यसलाई थप क्रियाशील बनाउन यहाँहरूको मार्गदर्शन तथा आशीर्वादको अपेक्षा राख्दै फेरि पनि हजुरहरूलाई स्वागत बिन्ती निवेदन गर्दै बिदा चाहन्छु। नमस्कार। स्वागत मन्तव्य र कार्यक्रममाथि प्रकाश पारेर जानुभयो आदरणीय रेखा राणाज्यू, उहाँप्रति म हार्दिक आभार व्यक्त गर्छु। यसपछि फेरि मन्तव्यलाई जोड्छु। पुरस्कार निर्णायक समितिका संयोजक, झपट पुरस्कार व्यवस्थापन समितिका सल्लाहकार तथा नई एकाडेमीका कुलपति आदरणीय इन्दिरा प्रसाईज्यूलाई मन्तव्यका लागि म हार्दिक अनुरोध गर्छु। झपट पुरस्कार भनेको हाम्रो लागि नयाँ संस्था होइन। हामी यज्ञ विक्रम जड साहबको पालामा उहाँले स्थापना गर्नुभएको यो संस्था, उहाँको निमन्त्रणामा केशर मुवा, हामी मुवा नै भन्थ्यौँ उहाँलाई, केशर रानी साहब, तर मुवा भनेर बोलाउने गरेका थियो। मलाई मुवा भनेर भनिसुन्थ्यो। अनि उहाँहरूको निमन्त्रणामा यहाँ आएर अनि त्यो कार्यक्रममा भाग लिइराखेको, अनि उहाँको त्यो समर्पण आफ्नो पिताको नामलाई रोशन राख्ने, अब त नामलाई चाहिँ प्रख्यात बनाउने, जीवन्त राख्ने जुन उहाँको सपना थियो, त्यो सपनालाई उहाँको देहावसानपछि उहाँहरूको भनौँ, त्यसपछि छोरा अरुण राणा अहिलेको यो समारोहको अध्यक्ष र बुहारी रेखा राणा, दुईजनाले अब यो संस्थालाई सञ्चालन गर्नका लागि पनि अब केटाकेटीहरू नै भनौँ, हामीले त केटाकेटी नै भन्नुपर्ने हुन्छ। यस अर्थमा त्यो एउटा घरमा आफ्नो अभिभावकहरू नभएपछि एक किसिमको भुइँचालो नै आउँछ त्यो घरमा। अनि त्यो भुइँचालोले त्यसलाई थिर हुनलाई त साना साना भुइँचालोहरू आइरहन्छन्, अनि त्यो थिर भएर पृथ्वी थिर भएपछि मात्र अरू सबै कुरा चलायमान हुन्छ। यहाँ पनि त्यस्तै भयो। केही समयसम्म यो संस्था परिचालित भएन र पछि यस अरुण राणा र रेखा राणाले एउटा सङ्कल्प गरेर आफ्ना पिता माताको एउटा सपनालाई
सञ्चालित गर्ने, यसलाई चाहिँ अगाडि बढाउने भन्ने जुन एउटा चाहिँ एकदम पवित्र उद्देश्य राखेर यो संस्था सञ्चालन गरेको छ, त्यसबाट मलाई आफूलाई पनि एउटा हौसला प्रेरणा भएको छ। किनभने हामी पनि संस्था चलाउने मान्छे भएको कारणले गर्दा हामी नहुँदाखेरि पनि संस्था चल्ने रहेछ भन्ने किसिमको पनि एउटा त्यसले पनि एउटा थियो। किनकि यो एउटा ऊर्जा संस्था सञ्चालन गर्ने व्यक्तिहरूका लागि पनि एउटा ऊर्जा दिने कार्यक्रम हो भन्ठान्छु म। किनभने भविष्य के होला भन्ने होइन, भविष्य आशावादी रहेछ, सन्तानहरूले पनि संस्था चलाउँदा रहेछन् भन्ने कुराको प्रमाण हो यो। र यसरी त्यस किसिमबाट आफूहरूलाई परिचालित गरेर आफ्ना पितामाताको पवित्र उद्देश्यलाई समाजमा त्यसरी नै निरन्तरता दिने, अझ त्यसलाई विकास गरेर लैजाने भन्ने जुन किसिमको सपनालाई कार्यान्वयन गरेर अरुण र रेखाले दुईजनाले जुन किसिमबाट सङ्कल्प गरेर अगाडि बढ्छ, त्यसमा हामी सबैजनाले सबैकै नै हाम्रो साथ छ। त्यो साथ भएको कारणले गर्दा नै हामी अहिलेको प्रतिकूल वातावरणमा पनि हरेक कुराको लागि प्रतिकूल छ वातावरण, घर राम्रोसँग सुरक्षित रूपले पुगिन्छ कि पुगिँदैन, बाटामा जुलुसले पो थुन्ने हो कि कता कता के पर्खिने हो कि भन्ने डर पनि सबैको मनमा अलिअलि कता के भइरहेको अवस्था छ। र प्रकृतिले पनि त्यस्तै दुःख नै दिन खोजे जस्तो पनि छ। यस्तोमा सबैजना यसरी यत्रो राम्रो समूहमा राम्रो सङ्ख्यामा उपस्थित भइदिनु भएकोमा यहाँहरू सबैप्रति म चाहिँ मेरो विषय त होइन धन्यवाद दिने, तर म यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। र यसरी यो सत्कर्मलाई हामी सबैजना भएर साथ दिने र उहाँहरूलाई अझ उत्साहित बनाउने हाम्रो काम हो। र त्यो काममा हामी सबै यसमा सहभागी भएका छौँ। झपट पुरस्कार अनि त्यसपछि यज्ञ केशर पुरस्कार र अर्को सैन्यध्वज नन्दकुमारी पुरस्कार। त्यो पुरस्कारमा यहाँले देख्नु नै भएको छ। जस्तो मैले सनत कुमार रेग्मी, उहाँको सनत रेग्मीको विषयमा मैले प्रकाश पार्नु खासै ठुलो कुरो हुँदैन, उहाँ आफै प्रकाशित हुनुहुन्छ। किनभने मभन्दा अग्रज स्रष्टाको विषयमा मैले के भनौँ, आख्यानमा त्यो पनि आञ्चलिक कथाहरूका लागि उहाँ एकदम ख्यातिनुमा साहित्यकार हो। र रमाइलो कुरा के छ भने यहाँ 4 जना पुरस्कृत हुँदै हुनुहुन्छ, 4 जना मध्ये 3 जना बयाले नै पुरस्कृत हुनुहुन्छ। 70 वर्ष लागिसकेको दीर्घ साधना गरेका, साहित्यको क्षेत्रमा दीर्घ साधना गरेका व्यक्तित्वहरू छानिनु भएको छ, चुनिनु भएको छ। उहाँहरू 3 जनाको भनौँ त्यो वय अनुसारबाट पनि र कर्मले पनि 2 जना सानो, एकजना सबभन्दा सानो कान्छी महर्जन, डाक्टर कान्छी महर्जन सबैभन्दा सानी। यहाँ भनेमा वयबाट सानी भनेको मैले विचारमा योग्यतामा त माथि हुनुहुन्छ, मभन्दै माथि हुनुहुन्छ। मैले उहाँलाई सानी भन्न मिल्दैन, तर वयमा चाहिँ अभावी हो, मभन्दा झन्डै आधी जस्तो उमेरको हुनुहुन्छ। र त्यस्तो व्यक्तित्व, त्यो पनि फेरि कृषि कर्म गर्ने भनेर चिनिन्छ उहाँहरूको एउटा चाहिँ सम्प्रदाय। त्यस्तो सम्प्रदायबाट बाहिर निस्केर अनि अध्ययन गर्ने, त्यो पनि नेपाली भाषा साहित्यमा चाहिँ विद्यावारिधि गर्ने भनेको त्यो विशेष व्यक्तित्व हुनुभयो। र यस अर्थमा उहाँ पनि विशेष हुनुहुन्छ। अनि अब सनत रेग्मीको विषयमा त मैले भने, सनत रेग्मी अब म नै एउटा उहाँको प्रेरणाबाट पनि आख्यानको क्षेत्रमा लागेको मान्छे भनौँ, उहाँको लेखनबाट प्रेरित भएर भनौँ। अनि त्यसपछि राजेन्द्र राईको कुरा गर्दाखेरि अब हामी मैसामा भन्नु पर्ला, पोहोर साल खुसी फाट्यो भन्दै हेरौँ बडो उदास भएर गीत गाउँथ्यौँ। त्यो गीत लेख्ने मान्छे राजेन्द्र थापा भनेर पछि थाहा पाएँ। अचम्मको कुरा के भन्दाखेरि सनत दाईको त मलाई थाहा भएन, अर्को मैले त्यो जीवनीमा थाहा भएन, उहाँले अर्को पेसा अपनाउनु भएको जस्तो लाग्दैन मलाई। उहाँ पूर्णकालिक साहित्यकारै हो, साहित्यिक अभियन्ता र साहित्यकार हो। अनि राजेन्द्र दाईको चाहिँ फेरि 2टा व्यक्तित्व छ। एकातिर कठोर उहाँ आर्मीको व्यक्ति होइन, बन्दुक भिरेर हिँड्नुपर्ने, अनि कतिलाई गोली हान्नुभयो कि हान्नु भएन आफै भन्नु होला गरे होइन। अनि अर्कातिर फेरि कोमल गीतको सृजना गर्ने व्यक्ति, त्यो त्यस्तो खालको व्यक्तित्व बिरलै पाइन्छ। र त्यो व्यक्ति अब उतातिर जर्नेल यतातिर गीतकार। त्यसो हामीले चाहिँ अब जर्नेल साहेबलाई चाहिँ हामीले सम्मानित गरेको होइन नि, फेरि हामीले गीतकारलाई सम्मानित गरेको, कालजयी गीतकार रचयिता। अनि त्यसपछि गोपाल प्रसाद शर्मा हुनुहुन्छ अर्को।
र गोपाल प्रसाद शर्माले पनि आफ्नो योग्यताको बलले अर्थात् आफ्नो कर्मले उहाँले विद्यावारिधि गर्नुभएको यहाँ चाहिँ नैनधोर सद्य कुमारी चाहिँ जुन पुरस्कार छ त्यो पुरस्कार चाहिँ विद्यावारिधि गर्नेहरूलाई छुट्याइएको छ। नेपाली भाषा साहित्यमा विद्यावारिधि गर्नेले पाउने पुरस्कार हो। यो पुरस्कारबाट अनि अगाडिबाट अग्रजका नाताबाट उहाँको भाग पर्यो भन्नु पर्ला अब यसपालि। अनि अब एकजना महिलालाई पनि छान्नुपर्छ भन्ने हिसाबबाट हामीले महिला तान्ने क्रममा अनि विद्यावारिधि गरेकी त्यो पनि एउटा चाहिँ अर्को क्षेत्र भनौँ अब कर्मठ भनेर चिनिने क्षेत्रकी महर्जन सम्प्रदायकी व्यक्तित्व भनेपछि उहाँको त्यस्तो किसिमको पनि एउटा त्यस्तोबाट पनि एउटा व्यक्तित्व त्यसरी फुत्त भएर बाहिर आउने रहेछ त। त्यो पनि मातृभाषा पनि नेपाली होइन फेरि, तर नेपाली विषयमा नै पिएचडी विद्यावारिधि गरेकी भनेपछि एकदम विशेषता भयो। त्यसैले एकदम यो अब थाहा छैन मलाई अर्को वर्ष हामी यस्तै होस्, यसरी नै समाजमा दीर्घ सेवा गरेका विशिष्ट सेवा गरेका खास व्यक्तित्वहरू सम्मानित हुनुपर्छ। सम्मानित हुँदाखेरि एउटा व्यक्ति केही व्यक्तिहरू सम्मानित भएको होइन, उपस्थित भएका सबै व्यक्तिले म सम्मानित भएको हो, मै सम्मानित भएको हो भन्ने अनुभूति गर्न सक्नुपर्छ। मैले पनि एउटा चाहिँ यसरी नै कर्म गरिरह्यो भने सानाले अनुज पुस्ताका व्यक्तिले पनि हेरेर यसरी पो दीर्घ साधनामा लाग्नु पर्दो रहेछ अनि सम्मानित पनि हुँदो रहेछ भन्ने प्रेरणा प्राप्त हुनुपर्छ भन्ने लाग्छ हामीलाई। अब यसो रमाइलोको लागि मात्रै एकछिनको लागि मात्रै होइन, सम्मान पुरस्कार भनेको दीर्घ सेवाबाट पनि पाउनुपर्छ। कुनै उत्कृष्ट व्यक्तित्व छ भने उसलाई तुरुन्त पनि दिन सकिन्छ, त्यो नगर्न सकिने भन्ने कुरो हुँदैन। तर खास गरेर सम्मानित गर्ने भन्ने कुरा चाहिँ साधना दीर्घ साधना गरिसकेपछि गर्नुपर्छ भन्ने हाम्रो मान्यता अनुसार हामीले त्यस संसारबाट उहाँहरूलाई चुनेका हौँ भन्नु पर्यो, छानेका हौँ हाम्रो कमिटीमा। प्राध्यापक डाक्टर भरतकुमार भट्टराईज्यू उहाँलाई अग्रासनमा बसिदिनु भनेर अघि मैले निवेदन गरेको सुनेको थिएँ, उहाँ आइदिनु भएन। अनि अर्को चाहिँ प्राध्यापक डाक्टर हेमचन्द्र नेपालज्यू, उहाँहरू दुईजनाको विज्ञताका आधारबाट विज्ञ चाहिँ उहाँहरू हो। मैले त खालि एउटा संयोजन मात्रै गरेको हुँ र हामीले चाहिँ एउटा त्यो गऱ्यौँ र त्यसलाई समितिले पारित पनि गर्यो र हामीले गरेको त्यो सेलेक्सनलाई चयनलाई स्वीकार गरिदिएकोमा पनि म समितिप्रति यो हार्दिक धन्यवाद ज्ञापन गर्दछु अहिले नै पनि यहाँबाट। र अब मैले बोल्नुपर्ने कुरा धेरै जसो त बोलि नै सकेँ, अब अरू मैले भन्नुपर्ने केही छ जस्तो मलाई लाग्दैन। लामो बोलिराखेर समय बिगारिदिनु पनि काम छैन, फेरि अर्कोचोटि पनि बोल्न अवश्य पनि आइएला, त्यस बेला बाँकी कुराहरू बोल्ने गरी अहिले म बिदा माग्छु। धन्यवाद, नमस्कार। हार्दिक आभार व्यक्त गर्छु आदरणीय इन्दिरा प्रसादज्यू। अब हामी आजको कार्यक्रमको मुख्य क्षणमा आइपुगेका छौँ, पुरस्कार सम्मान समर्पणको। म पुरस्कार समर्पण गरिदिनु हुनका निम्ति महासमालोचक आजका यस कार्यक्रमका विशिष्ट अतिथि महासमालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीज्यू, त्यसै गरी झपट पुरस्कार व्यवस्थापन समितिका संरक्षक तथा अध्यक्ष श्री अरुण राणाज्यू र सदस्य सचिव श्रीमती रेखा राणाज्यूलाई संयुक्त रूपमा पुरस्कार सम्मान समर्पण गरिदिनुका निम्ति अनुरोध गर्छु। र पुरस्कार ग्रहण गर्नुहुन सबैभन्दा पहिले झपट पुरस्कारबाट पुरस्कृत हुनुहुने श्री सनत रेग्मीज्यूलाई म हार्दिक अनुरोध गर्छु। त्यसअघि उहाँलाई समर्पण गरिने सम्मान पत्रको बेहोरा वाचन गर्ने अनुमति चाहन्छु। उहाँलाई समर्पण गरिने सम्मान पत्रमा यसरी लेखिएको छ: झपट पुरस्कार व्यवस्थापन समिति झपट बहादुर राणाका स्मृतिमा 2037 सालमा स्थापित 6 दशक अघिदेखि सिर्जनामा समर्पित भई आख्यानका माध्यमबाट नेपाली भाषा साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिए बापत श्री सनत रेग्मीज्यूलाई झपट पुरस्कार समर्पण गरिएको छ। अध्यक्ष अरुण राणा, संयोजक पुरस्कार निर्णायक समिति इन्दिरा प्रसाई, सदस्य सचिव रेखा राणा, 2082 चैत 14 गते काठमाडौँ, नेपाल। म यो समर्पण गर्नुहुन प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीज्यू, अध्यक्ष अरुण राणाज्यू र सदस्य सचिव रेखा राणाज्यूलाई हार्दिक अनुरोध गर्छु र ग्रहण गर्नुहुन म सनत रेग्मीज्यूलाई हार्दिक अनुरोध गर्छु। यस पुरस्कारसँगै
रु 1 लाख राशिको रकम सामान्य राख हामी जिम्मा लिन्छौँ। गीतकार तथा कवि श्री राजेन्द्र थापाज्यूलाई समर्पण गरिने सम्मान पत्रमा यसरी लेखिएको छ। सङ्गीतमय शब्दका माध्यमबाट नेपाली भाषा साहित्यलाई जनप्रिय बनाउन समर्पित गीतकार तथा कवि जनरल श्री राजेन्द्र थापाज्यूलाई यज्ञ केशर पुरस्कार समर्पण गरिएको छ। म यो पुरस्कार ग्रहण गर्नुहुन राजेन्द्र थापाज्यूलाई हार्दिक अनुरोध गर्छु। राजेन्द्र थापा कालजयी गीतका रचनाकार कवि। यसै गरी प्राध्यापक डाक्टर गोपाल प्रसाद शर्मा अधिकारीज्यूलाई समर्पण गरिने सम्मान पत्रमा यसरी लेखिएको छ। नेपाली साहित्यका बहुमुखी स्रष्टा भीमनिधि तिवारीका कवितामा व्यङ्ग्य चेतना शीर्षकमा विद्यावारिधि अनुसन्धान सम्पन्न गरी विशिष्ट योगदान दिए बापत प्राध्यापक डाक्टर गोपाल प्रसाद शर्मा अधिकारीलाई सैन्यध्वज नन्दकुमारी शोध पुरस्कार समर्पण गरिएको छ। यो पुरस्कार ग्रहण गर्नुहुन म प्राध्यापक डाक्टर गोपाल प्रसाद शर्मा अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्छु र यस पुरस्कार सँगसँगै रु 50,000 को रकम रहेको छ। यसै गरी डाक्टर कान्छी महर्जनज्यूलाई समर्पण गरिने सम्मान पत्रमा यसरी लेखिएको छ। नेपाली नाट्य साहित्यका विशिष्ट स्रष्टा अशेष मल्लको नाट्यकारिता शीर्षकमा विद्यावारिधि अनुसन्धान सम्पन्न गरी विशिष्ट योगदान दिए बापत डाक्टर कान्छी महर्जनलाई सैन्यध्वज नन्दकुमारी शोध पुरस्कार समर्पण गरिएको छ। म यो पुरस्कार ग्रहण गर्नुहुन डाक्टर कान्छी महर्जनज्यूलाई हार्दिक अनुरोध गर्छु र यस पुरस्कारसँगै रु 50,000 राशिको रकम रहेको अनुरोध गर्छु। चारैजना स्रष्टा साधकज्यूहरूलाई हामी सबैका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्छु। अब हामी कृति लोकार्पणको क्षणमा आइपुगेका छौँ। रेखा राणाद्वारा लिखित अनन्त कृतज्ञता नामको कृति लोकार्पण गरिदिनुका निम्ति म समारोहका विशिष्ट अतिथि प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी लगायत मञ्चासीन अतिथिज्यूहरूलाई हार्दिक अनुरोध गर्छु। 156 पृष्ठको कृति यस कृतिभित्र नरेन्द्र राज प्रसाईज्यूको मन्तव्य रहेको छ। प्राध्यापक केशव सुवेदीज्यूको विमत रहेको छ। यसै गरी अरुण राणाज्यूको मन्तव्य रहेको छ। आभार व्यक्त गरेँ र कृतिकार रेखा राणाज्यूलाई हामी सबैका तर्फबाट हार्दिक शुभकामना र बधाई ज्ञापन गर्छौँ। यस कार्यक्रमका विशिष्ट अतिथि महासमालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीज्यूलाई छोटो मन्तव्यका लागि म हार्दिक अनुरोध गर्छु। उहाँलाई 3 बजे यो कार्यक्रमबाट गइसक्नुपर्ने जानकारी प्राप्त भएकोले म आदरणीय महासमालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीज्यूलाई आफ्नो मन्तव्यका लागि हार्दिक अनुरोध गर्छु। यस समारोहमा उपस्थित भएर यसमा सहभागी भएर स्वर्गीय आत्माहरूलाई स्वर्गीय झपटबहादुर राणा, पूर्ण कुमारी राणा, यज्ञ विक्रम राणा, केशर कुमारी राणा, सैन्यध्वज खड्गा र नन्दकुमारी खड्गा लगायतका स्वर्गीय आत्माहरूलाई पुष्पार्पण भनौँ हाम्रो युगको सादर
श्रद्धा अर्पणमा सहभागी हुनु पाएकोमा मलाई विशेष खुसी लागेको छ। साथसाथै यो पुरस्कारलाई यस रूपमा स्थापित गर्नलाई अत्यन्त उत्कृष्ट सेवा प्रदान गर्नुहुने स्वर्गीय जज साहेब देवीका अनन्य मित्र, अनन्य साथी, सँगसँगै विद्यावारिधीमा लागेका दुईजना महापुरुषहरू मध्ये स्वर्गीय भट्टराईज्यू, जसले यस पुरस्कारको परिपाटीलाई यसरी सुव्यवस्थित तुल्याउनु भयो, उहाँलाई पनि म सादर श्रद्धा समर्पण गर्दछु। त्यसको साथसाथै आजको हाम्रो पुरस्कारको समारोहका उस्तै अर्को महान प्रणेता, नेपाली साहित्यका धुरन्धर समालोचक प्राध्यापक ठाकुर प्रसाद पराजुली, जसले यी सबै पुरस्कारहरूलाई आकार दिनमा, स्वरूप दिनमा जज साहेबको बायाँ हात भएर सघाउनुभयो। आदरणीय ठाकुर प्रसाद पराजुलीमा श्रद्धा सम्झना अर्पण गर्दछु। साथसाथै आज त्यता कतै देखिरहेको छु, उहाँहरू दुवै अस्त भएपछि पनि, जज साहेब स्वयं अस्त भएपछि पनि यस पुरस्कारको परम्परालाई ढल्लो नदिई उकासेर लैजाँदै एउटा परिणतिसम्म पुर्याउन निरन्तर सक्रिय हाम्रा महान विद्वान, प्राध्यापक, समाजसेवी, धर्मसेवी र स्रष्टा कवि प्रयागराज मास्टर कुटुलाई पनि म मेरो तर्फबाट धेरै धेरै भुरी कति प्रशंसा गर्दछु। यदि मैले अहिले भर्खर नाम लिएँ, जज साहेब र जज साहेबका सँगसँगै बायाँ काँध दिँदै उहाँहरू भट्टराईजीले, ठाकुर प्रसाद पराजुलीले दुईटै स्वर्गीय र अहिले चिरञ्जीवी हुनुहोस् प्रयागराज वासिष्ठजी, प्रयागराज वासिष्ठजीको कुन सायद यो संस्थाको 2037 सालदेखि क्रियाशील वरिष्ठ सदस्य, माधव घिमिरेको छाया भएर काम गरेको व्यक्तिको नाताले, सिद्धिचरणको छाया भएर काम गरेको व्यक्तिको नाताले, अनि यसको अध्यक्ष सूर्यविक्रम गेवालीको छाया भएर काम गरेको व्यक्तित्वको नाताले हामी यी तीनजना जज साहेब र जज साहेबका योजनाका, मनसुबाका, सपनाका आकृतिलाई, स्वरूपलाई साकारता दिने दुईजना दिवंगत, एकजना वर्तमान प्रयागराज वासिष्ठजी, उहाँहरूको गुणलाई म चाहिँ अब सैन्धर्य नन्द कुमारी वृत्ति गुठीको अध्यक्ष र यो झगडा पुरस्कार व्यवस्थापन समितिको क्रममा जति अध्यक्ष हुनुभयो उहाँहरूको छाया भएर काम गरिरहेको। अब 84 वर्ष भए, मैले सत्य नभने कसले बोल्न ठिकै होला जस्तो लाग्छ। त्यसका मेरो अनुभवमा यी महापुरुषलाई यो संस्था यी पुरस्कार रहन्जेलसम्म जज साहेब र जज साहेब लगायत यी दुईजना दिवंगत, एकजना जीवित महापुरुषलाई बिर्सिएर यो गुठी, यो पुरस्कार परम्परा त्यति उहाँहरूको आशीर्वाद चाहिन्छ। त्यो आशीर्वाद उहाँहरूले स्वर्गबाट दिइरहनु भएको छ, अहिले प्रयागराजजीले पनि दिइरहनु भएको छ। यति म निवेदन गर्दछु। र मैले यस संस्थाको कोरोना कालभन्दा अगाडि जे जति सेवा गर्न सकेँ त्यसका लागि आभार व्यक्त गर्दछु। एउटा काम अधुरो थियो, जज साहेबको श्रुति ग्रन्थ निकाल्ने, यसमा उहाँका दुई छोरीहरूले जे पर्चा हामी बेहोर्छौँ भनेर अघि सर्नु भएको थियो। उहाँले वचन पुरा गर्नुभयो। त्यो पुरस्कार, त्यो श्रुति ग्रन्थ पनि विशाल यज्ञविक्रम राणा र केशर कुमारी राणाको श्रुति ग्रन्थ पनि उहाँहरूले
जेठी छोरी र कान्छी छोरी अनि जोइ कान्छी छोरी र जेठी छोरी छोरीतर्फका जोइहरू थिए। त्यो प्रतिज्ञा हामीसँग गरेको पुरा गर्नुभयो। उहाँहरूलाई पनि आशीर्वाद दिन्छु। साथसाथै अहिले जति भव्यतापूर्वक यो परम्परालाई अरुण बाबुले आज बुहारी छोरी रेखा राणाले सञ्चालन गरिरहनु भएको छ। उहाँहरूलाई आशीर्वाद दिन्छु। दुई पुस्ता पुर्खाहरूलाई म राम्रोसँग चिन्दछु र उहाँहरूको सुसंस्कारलाई, उहाँहरूको साधु महात्मा गुरु विद्वान र साहित्यकारहरूप्रति चिरनतमस्तक हुने सुसंस्कारलाई वहन गर्दै उहाँहरूले प्रायः दर्शाएले कहिल्यै पनि आफू प्रस्तुत हुन चाहनु भएन। विद्वानहरूद्वारा सम्पूर्ण आयोजनालाई सम्पन्न गर्नुभयो। अब नयाँ युग अनुसार तपाईँहरूले नयाँ आयाम दिँदै आफ्ना बुवा र आमाको सुसंस्कारलाई उहाँहरूको पुण्य कर्मलाई पुण्य शैलीलाई पनि नबिर्सदै यस संस्थालाई आशीर्वाद दिनुहोस्। तपाईँहरूलाई मेरो धेरै 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 आशीर्वाद छ। दुवैजनालाई, अरूलाई पनि रेखालाई पनि यो संस्था चिरञ्जीवी भएर चलोस्। तपाईँहरूपछि तपाईँहरूका सन्तानले पनि चलाउनु। अन्त्यमा आज सम्मानित हुनुहुने, पुरस्कृत हुनुहुने नेपाली आख्यान क्षेत्रका लगभग अहिलेका जीवित प्रतिभाहरूमध्ये सम्राट भन्दा पनि हुने सनत्री गुन्जुले यो पुरस्कार ग्रहण गरिदिनु भयो। यो पुरस्कार पद्धति कृतकृत्य भएको छ भन्ने म मेरो व्यक्तिगत धारणा सुनाउँछु। र साथसाथै नेपाली गीत क्षेत्रका कविताका र आख्यान लगायतका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान भएका जज साहेबबाट, अमर गीतकार जज साहेबबाट उहाँको गुणगणको गुणराशिको चर्चा अहिले यहाँ छोटो समयमा सम्भव छैन। उहाँले पनि यो आजको पुरस्कार ग्रहण गरिदिनु भयो। यसबाट म व्यक्तिगत रूपमा उहाँप्रति कृतकृत्य भएको अनुभव गर्दछु। र साथसाथै सन्तोष नन्द कुमारी कृतिको परम्परामा राजा गोपाल प्रसाद अधिकारी मेरा प्रिय शिष्य, सुयोग्य शिष्य, महान शिष्य राजा गोपाल प्रसाद अधिकारी र मेरो लेखन मार्फत मैले सधैँ आशीर्वाद दिएकी डाक्टर कान्छी महर्जनलाई पनि धेरै धेरै धन्यवाद प्रदान गर्दछु। उहाँहरू सम्मानित हुनुभएकोमा म आफ्नो तर्फबाट खुसी व्यक्त गर्दछु। संयोग के पऱ्यो भने आज हिजो मेरो 84औं जन्म छ। दिनभरि घरमा व्यस्त रहे। आज चाहिँ छोरीहरूको बाटो, छोरीहरू मिलेर, छोरा बाहिर छन्, दुईटी छोरी यहाँ मिलेर हाम्रो जन्मोत्सव मनाउँदैछन्। उनीहरू 3 बजे भेला भइसकेका छन्। त्यहाँ जाने एउटा मेरो कर्तव्य हुनाले म धेरै रहन सक्दिनँ। त्यसका निम्ति यहाँहरूसँग क्षमा माग्दै यो 84 वर्षको उमेरमा अब त्यो 35 सालदेखि म संलग्न भएको कतिमा अध्यक्ष र कतिमा अध्यक्षको छाया र जज साहेबको छाया भएर काम गरेको एउटा व्यक्तिको नाताले मलाई अपार खुसी छ। अब अरुण र रेखाको मेरा छोरा बुहारीको पनि उहाँहरू साथ यसै जज साहेबले पनि छोरा बुहारी उहाँहरूप्रति मलाई मेरै छोरा बुहारी सरह छ, गौरव लाग्दछ। उहाँहरूको उन्नति होस्, यो संस्था फलोस् फुलोस्, पुर्खाको नासोलाई अझै पुस्तामा पनि तपाईँहरू हस्तान्तरण गर्नुहोस्। अन्त्यमा 5 दिदी बहिनीको एक अरू अब हामीलाई केही चाहिँदैन, बुवा यो भाइलाई दियो हुन्छ भनेर भन्ने दिदीहरू कसरी फाटो जन्मियो
भन्न सक्दिनँ। त्यो छिटो पूर्वी होस्, अरूले सक्रिय भूमिका खेल्नुपर्छ र अरू हामी सबैले पनि त्यसमा भूमिका खेलिरह्यौँ, अझै खेल्दै रहनेछौँ। यो तपाईँहरूको 5 दिदीबहिनीको एउटा भाइ, 5 दिदीबहिनीको यो बुहारी तपाईँहरूको बिचमा सद्भाव कायम होस्। हामी बाँच्दै त्यो देख्न पाऊँ, त्यति तपाईँहरू दुईजनासँग छोराहरूसँग बुहारी रेखासँग पनि निवेदन गर्दछु र अरू यहाँको छोरीहरू पनि हुनुहुन्छ, सबै 5 छोरीहरूलाई पनि निवेदन गर्दछु। यति भन्दै मेरो मन्तव्य त्यही अर्पण गर्दछु र मलाई परिस्थितिले छोरीहरूले मनाएको जन्मसम्म समयमा धेरै विलम्ब नगरिकन पुग्नको लागि यहाँहरूको अनुमति माग्दछु। धन्यवाद। हार्दिक आभार व्यक्त गर्छु प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीज्यूप्रति उहाँको मन्तव्यका लागि र उहाँको हिजो मात्रै सम्पन्न भएको 84औं जन्मोत्सवका अवसरमा हामी सबैका तर्फबाट दीर्घायुको कामनासहित हार्दिक शुभकामना र बधाई ज्ञापन गर्छु। अबको क्रममा मन्तव्यकै क्रमलाई जोड्छु। आज आख्यानकार श्री सनत रेग्मीज्यू, उहाँलाई आफ्नो मन्तव्यका लागि म हार्दिक आमन्त्रण गर्छु। सनत रेग्मीज्यू। सर्वप्रथम यहाँ सबैमा म सनत रेग्मीको सादर अभिवादन। आज म अत्यन्त भावुक र कृतज्ञ मन लिएर यहाँ उभिएको छु। झपट पुरस्कार व्यवस्था समितिबाट नेपाली साहित्यका प्रतिष्ठित साहित्यकार झपट बहादुर राणाका नाममा स्थापित झपट पुरस्कार प्राप्त गर्नु मेरा लागि केवल सम्मान मात्र होइन, ठुलो जिम्मेदारी पनि हो। यस्तो प्रतिष्ठित पुरस्कारले मलाई अत्यन्त हर्षित, प्रेरित र गौरवान्वित बनाएको छ। सबैभन्दा पहिले म यस सम्मानका लागि पुरस्कार प्रदान गर्ने संस्था तथा यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मेरो साहित्यिक यात्रालाई अझ दृढ बनाएको छ। साहित्य केवल शब्दहरूको खेल होइन, यो जीवनको अनुभूति, समयको सत्य र समाजको आत्मा हो। हामीले लेख्ने शब्दहरूमा हाम्रो परिवेश, पीडा, आशा, सङ्घर्ष र सपनाहरू प्रतिबिम्बित हुन्छन्। त्यसैले साहित्यकारको दायित्व केवल लेख्नु मात्र होइन, समाजलाई संवेदनशील बनाउनु पनि हो। यही विश्वासले म सधैँ लेखन यात्रामा अघि बढिरहेको छु। आज यो सम्मान प्राप्त गर्दा मलाई आफ्ना गुरुजन, अग्रज साहित्यकारहरू, मेरा पाठकहरूको सम्झना आइरहेको छ। उनीहरूको प्रेरणा, सुझाव र मायाले नै मेरो कलमलाई निरन्तर चलिरहने शक्ति दिएको हो। विशेष गरी मेरो परिवारप्रति म अत्यन्त कृतज्ञ छु, जसले सधैँ मेरो साहित्यिक यात्रामा साथ, धैर्य र विश्वास प्रदान गरेको छ। यस पुरस्कारलाई म आफ्नो अन्तिम उपलब्धि होइन, बरु नयाँ यात्राको प्रारम्भको रूपमा लिन्छु। यसले मलाई अझ जिम्मेवार बनाएको छ, अझ गहिरो सोच्न र अझ संवेदनशील भएर लेख्नका लागि समाजका आवाजहरूलाई शब्द दिनका लागि प्रेरित गरेको छ। अन्त्यमा महान साहित्यकार झपट बहादुर राणाप्रति र उहाँका परिवारजन दिवंगत यज्ञ विक्रम राणा, उहाँको परिवारहरू सबैप्रति हार्दिक श्रद्धा व्यक्त गर्दै उहाँको साहित्यिक आदर्श र परम्परालाई अघि बढाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यस सम्मानका लागि पुनः एकपटक धन्यवाद व्यक्त गर्दै यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूको सुस्वास्थ्य, प्रगति र निरन्तर साहित्य प्रेमको कामना गर्दछु। धन्यवाद। हार्दिक आभार व्यक्त गर्छु आदरणीय सनत रेग्मीज्यू। यस वर्षको झपट पुरस्कारबाट पुरस्कृत सम्मानित हुनुभएको छ। हार्दिक बधाई र आभार व्यक्त गरेँ। अबको क्रममा आफ्नो मन्तव्य प्रस्तुत गरिदिनुका निम्ति यज्ञ केशर पुरस्कारबाट पुरस्कृत आदरणीय गीतकार कवि राजेन्द्र थापाज्यूलाई म हार्दिक अनुरोध गर्छु। म यो ठाउँमा आज उभिँदाखेरि र विशेष यो पुरस्कारबाट सम्मान हुँदा अरू कुरा मेरो अलिकति फरक छ। म विशेष गरी भावुक हुन किन बाध्य छु भने म जारी खाएर भर्खर सेकेन्ड आफ्टर भएको 2 महिनापछि नै तत्कालीन यज्ञ विक्रम मेयर साहब, उहाँसँग मेरो त्यो घनिष्ठ सम्बन्ध भयो कि उहाँले मलाई 2 महिनापछि नै 2 महिनापछि नै उहाँले मलाई
धेरै नै घनिष्ठ पनि अब हामी धेरै एजले ऱ्याङ्कले फरक तर पनि उहाँले जुन एजको बार लागेर जहिले पनि ऱ्याङ्कको बार लागेर मलाई सेकेन्ड अक्टोबरलाई पनि उहाँले एकदमै सम्मान गर्नुहुन्थ्यो लेखक भएको हुनाले प्रतिभावान भन्दै उहाँको विशेष तरिकाले गरेको हुनाले मलाई एकदम सरको नामको र भाउजूसँग पनि धेरै पटक आज कार्यक्रममा धेरै भेटघाट भएको हुनाले अलिकति मलाई पुरस्कार अरूभन्दा फरक लाग्छ है। अब पहिले मैले एक पुरस्कारभन्दा एकदम सरकै कुरा गर्दा अब इन्ट्रेस्टिङ के थियो भने धेरै थाहा छैन। एग्रिमेन्ट सर पेसाले त विज्ञता चाहिँ उहाँको इन्जिनियरिङ हो। उहाँ पहिले ओभरसियर गरेर सेनामा पस्नु भएको उहाँ त डाइरेक्टै पाउनु भएको लप्टनै पछि उहाँले आर्मीमै बसेर इन्जिनियरिङ गर्नुभयो। इन्ट्रेस्टिङ आर्मीमै बसेर उहाँले कति चिज गर्नु आफ्नो प्रोफेसनको सँगसँगै कति एमए कति एमए। मलाई यसो याद छ म लकडाउन हुँदाखेरि जज साहबहरू सबै उहाँका दाजु खलक ब्रिगेडियर मेजर जज साहब त दाजुभाइ राणाको त शमशेर खलक र दाजुभाइ अनि एकै बेलामा जज साहब आए मेयर साहब आयो भने पढाइया यज्ञ आयो भन्थ्यो क्या नामै पढाइया यज्ञ। अनि जिस्काएर जज साहबले यज्ञ भाइ तिमीले पोहोर तैँले चाहिँ अस्ति नै एउटा फलाना विषयमा पोलिटिकल साइन्समा एमए गर्छु भन्थ्यो नि गर्यौ भन्दा यज्ञ कर्साको चाहिँ नि त्यो गरे कति भइसक्यो हजुर अर्को गरिसक्यो भन्नुहुन्थ्यो। त्यो गरेको गरे पढेको विचित्रको धेरै थाहा छैन। अब आर्मीमा त्यो बेलामा चाहिँ हामीलाई एमए एसएलसी आए पढ्नु ठुलो बाटोमा एमए एउटा भए पो हुन्छ कति नामै पढाइया यज्ञ भन्थ्यो। अब त्यो व्यक्ति उहाँको विशेषता के छ भने साहित्य आफू लेख्ने मात्र होइन अरू साहित्यकारको सम्मान गर्ने विशेषता धेरै साहित्यकारमा हुँदैन। त्यो उहाँकोमा विशेषता के हो त्यसै कारण त्यो सम्मानको यस्तो यो परम्परा बन्यो छोरा बुहारी मैले कन्टिन्यू गरेर आयो उहाँको अचम्मको मान्छे हो। अनि उहाँबाट विशेषता के थियो भने तिमीलाई याद छैन उहाँलाई सिनियरले गाली गरे पनि पछि उहाँ म अर्जुन सिंह चिफ हुँदाखेरि म उहाँको एडिसी दिएँ अनि एकै साहबले अब उहाँको इन्जिनियरिङको भाग सबै काम उहाँले हामीले लगाउँथ्यौँ उहाँलाई एकै बिरुले जज साहबलाई दाइ अर्जुन साहब दाइ गाली गरे पनि अपमान गरे पनि वार्निङ दिए पनि जिस्का जिए गरे पनि तारिफ गरे पनि अनुहारमा नो चेन्ज को अनुहारमा कुनै भाव नराखिकन यस सर भन्ने मान्छे त पाइँदैन। त्यो उहाँको विशेष चोला उहाँ पनि ब्रिगेडियर जनरल भइसक्नु भएको थियो चिफ साहबले अब भाइ भयो हामीलाई भन्दा उहाँहरूको पारिवारिक सम्बन्ध अनि त्यो एउटा विशेषता चाहिँ हामीमा हुँदैन। हामीमा खुसीले मातिन्छौँ होइन गालीले आत्तिन्छौँ अथवा रिस हुन्छ उहाँको अनुहारमा त्यो देखिएन। त्यस्तो मान्छेको नाममा र भाउजूको नाममा जोडिएको पुरस्कार जब मैले खबर पाएँ नर्मली म पुरस्कारलाई भाग्ने मान्छे हो यसबाट म नपरिकन घोषणा पनि गरेँ तैपनि म अरू त त घोषणा गर्दा भाग्नु परेको थियो तर यसमा चाहिँ घोषणा गरे पनि नगरे पनि म सोझाए पनि म सहस्र लिन्थेँ किनभने यो झपट गुठीको सबै पुरस्कार हाम्रो साहित्य जगतमा बहुत सम्मानित रूपमा त्यसलाई पाउन पाए हुन्छ भन्ने मान्छे धेरै तर जसलाई तर दिँदै दिएन नि बदमासी के छ भने पाउन पाए भनेर दिनै नदिने यसको कमजोरी छ त्यो कमजोरी कायम रहोस् है न जसले पनि यो पुरस्कार आज पनि मेरो कार्यक्रममा चिफ गेस्टले फलाना पुरस्कार भनेपछि ओ त्यो पुरस्कार लिन लाग्यो भन्थ्यो क्या त्यो छ। अब अरू कुरा त मैले आफ्नो गीतको बारेमा के भन्नु हुन त मेरो धेरै सबै विधामा उपन्यास कथा गीत कविता सबै गरेर थुप्रो किताबहरू निस्केका छन् धेरै छन् तर गीत चाहिँ नि म अहिले मेरो गीत रेकर्ड भएको 57 वर्ष हो हिट हुन थालेको 57 वर्ष हो। अब तपाईँहरूमध्ये कतिको त पोहोर सालकै 55 52 वर्ष भइसक्यो भने अहिलेका हिटहरू 12 वर्ष यताको जति चलेका गीत छ नि चलेका अहिले डान्सिङ गीतको जमाना छ अहिलेका चलेका मध्ये सायद 50% सुपर हिट गीत मेरै हो। अहिले पहिला छैन अहिले फरक छ गीतको प्याटर्न दर्शन सलाम दर्शन नमस्ते क्या दामी हो होइन यस्ता गीतहरूको चलन छ। ऊ बेला हामीले रुनी गीत लेख्थ्यौँ पोहोर साल खुसी पार्दा पर्न फुलहरू झिरमा आउनु त्यस्ता गीतहरू लेखिन्थ्यो। अब सन्जोगले नेपाली गीतकारका कवि दाजु धेरै गीतकार दाजुहरू मभन्दा भाइ हुनुहुन्छ गीतकारितामा किनभने रेकर्डिङ मेरो उहाँहरू 10 वर्ष अगाडि भएको हुनाले अब बच्चामै फेमस भयो। अब यो आएर अहिले कविता पनि भयो बडा खुसी छ। अब मैले एउटा यो पुरस्कार भने मलाई कस्तो लाग्छ भने यो हामी उकालो मैले एउटा अरू जम्मै हामी पढिहाल्नुहुन्छ उकालोमा हामी हिँड्दै कहिले हामी पर्खिया हुन्छौँ उकालो चौतारीमा बस्छौँ नि बस्दाखेरि हामी के गर्छौँ रेस्ट गर्न बस्छौँ तर साहित्यमा चाहिँ नि रेस्ट होइन कसरी तिमीलाई सम्मान दिनु चौतारीमा बस्नु सम्मान दिँदाखेरि चाहिँ अरूले मलाई मेरो काम थाहा पाएछ नि नभए साहित्यकार गुनासो के हुन्छ मेरो काम थाहा पाएन मलाई कसले चिन्दैन मेरो गीत चलेन मेरो कविता भएन मेरो उपन्यास भन्ने हुन्छ तर
पुरस्कार चाहिँ के हुन्छ यदि यथोचित साँच्चै राम्रो पुरस्कार हो भने चाहिँ नि मैले गरेको काम त देखेछ नि त भने आफूले आफूलाई थाहा ला जस्तो हुन्छ क्या त्यसपछि अगाडि बढ्न पाइन्छ त्यो एउटा चाहिँ मलाई यो उहाँ लेख भन्ने अस्ति भाइले अरूले फोन गरेर लेख्नु भन्दाखेरि मैले लेखेँ अनि संजोगले त्यो उसलाई धेरै समय लगाएँ मलाई लेखेर मैले उसलाई बुझाएपछि बुझाउने दिनमा एउटा ठ्याक्कै गजल लेख्दै थिएँ त्यो त्यसमा हालिदिएँ त्यो गजलको दुईका गजल लाइन चाहिँ म सुनाइदिइहाल्छु दुनियाँमा हल्ला छ गजल दुनियाँमा हल्ला छ आजकल म बदनामी भएको दुनियाँमा हल्ला छ आजकल म बदनामी भएको सिरानीलाई थाहा छ मायामा म बिरामी भएको दुनियाँमा हल्ला छ आजकल म बदनामी भएको सिरानीलाई थाहा छ मायामा म बिरामी भएको हल्ला गर्दै यहाँ हल्लेहरू सल्लाह गर्दै बाठाहरू फेसबुक हेर्नुहोस् हल्लेहरूले हल्ला गर्छ बाठाहरू सल्लाह गर्छ हल्ला गर्दै यहाँ हल्लेहरू सल्लाह गर्दै बाठाहरू तोकिसके रे मोल घरको जलेर खरानी भयो धन्यवाद हार्दिक आभार व्यक्त गर्छु आजका पुरस्कार व्यक्तित्व यज्ञ केशर पुरस्कारबाट सम्मानित राजेन्द्र थापाज्यू यसपछि आफ्नो मन्तव्यका लागि सैन्यध्वज नन्दकुमारी शोध पुरस्कारबाट पुरस्कृत प्राध्यापक डाक्टर गोपाल प्रसाद शर्मा अधिकारीज्यूलाई म हार्दिक अनुरोध गर्छु केही कुराहरू यहाँ देखिएका छन् त्योभन्दा अलिक फरक ढङ्गले बोल्दा पनि हुन्छ भनेको हुनाले मैले थोरै विषयवस्तुको उठान गरेँ जुन विषय मैले विद्यावारिधीको उपाधि प्राप्त गरेँ हिमनिधि तिवारीका कवितामा व्यङ्ग्य चेतना मेरो विद्यावारिधीको शीर्षक थियो त्यसको अध्ययनको क्रममा जाने क्रममा मैले त्योभन्दा पहिले हिमनिधि तिवारीको जीवनी व्यक्तित्व र कवित्वको अध्ययन शोधपत्र मैले 2038 सालमा तयार गरेर विश्वविद्यालयबाट एमएको उपाधि प्राप्त गर्ने क्रममा पनि मैले अध्ययन गरेको थिएँ र त्यहाँ समग्र कविताहरूको अध्ययन गर्ने क्रममा अरू व्यक्तित्वहरू त अरू विभिन्न जस्तो गजलकार अथवा भजनकार अथवा नाटककार अथवा कथाकार अथवा निबन्धकार यी सम्पूर्ण त आफ्नो ठाउँमा छँदै थिए तर कोही व्यक्तित्व अन्तर्गत मलाई त्यहाँका ती कविताहरू पढ्ने क्रममा प्रथमतः प्रकृति प्रेम प्रकृतिका अनुरागी दोस्रोमा करुणा र तेस्रोमा हास्यव्यङ्ग्य अन्तर्गत पनि मूलतः व्यङ्ग्य चेतना प्रबल भएको मैले त्यस बेला पनि अलिकति मेरो कलमले केही पङ्क्तिहरू त्यहाँ प्रस्तुत गरेको थियो र त्यही आधारबाट मैले धेरै व्यक्तित्वहरूसँग परामर्श गरेर हिमनिधि तिवारीका कवितामा व्यङ्ग्य चेतना शीर्षक राखेर शोधको क्रममा अगाडि बढेँ र खोज्दै जाने क्रममा गोर्खापत्रमा 1991 जेठ 26 गते एउटा समस्या पूर्ति गरेर त्यहाँ प्रकाशित भएको हिमनिधि तिवारीको सामग्री भेटियो त्यो कविता हराए अथवा कविता हरायो शीर्षक दिएको रहेछ गोर्खापत्रमा त त्यो जेठ 5 गतेको गोर्खापत्रमा प्रकाशित समस्या पूर्तिको शीर्षक कविता हरायो अथवा हराए भन्ने प्रसङ्गमा तिवारीले त्यहाँ त्यो कविता हराए भन्ने समस्यालाई पूर्ति गरेर प्रस्तुत गरेको पङ्क्तिमा 4 पङ्क्ति यहाँ सुनाउन चाहन्छु त्यसपछि उनको लिखित र प्रकाशित कविता यात्रा अगाडि बढेको मैले पाएँ लाग्दैन अर्थ पदको सब पङ्क्ति क्लिष्ट लाग्दैन अर्थ पदको सब पङ्क्ति क्लिष्ट लेख्छौ हरे बरु छाड कष्ट एउटा पङ्क्ति अलि बिर्से जस्तो भयो लेख्छौ हरे अनाग बरु छाड कष्ट लेख्ने भए सरल लेख सबै गराए मोती र भानु सरिया कविता हरा त्यसपछि सूर्यघाट कविता एउटा कविताको पूर्ण आकारको रूपमा भाद्र 8 गते एउटा जीवनलाई फुलको थुङ्गा बागमतीमा बगेको यात्रासँग जीवनलाई त्यहाँ दाँजेर तिवारी लेखेको कविता सूर्यघाट पूर्ण कविताको रूपमा प्रकाशित भएको त्यसपछि कविता नन्दमा प्रमुख रूपमा एउटा
हजुरहरू सबै धेरैले नै सुन्नुभएको पढ्नुभएको काम्यो लुकलुकत्यो गरियो बिचरा कसले दया गर्छ, यो एउटा अत्यन्त महत्त्वपूर्ण काल्पनिक व्यङ्ग्यमा आधारित। त्यस्तै कविता नन्दमा नै प्रकाशित विधवा कविता छ, नारीका सन्दर्भमा। बोलुन् बोल्न हुँदैन बन्द छ गला, केही वाक्य फुट्दैन नि, देखाउन् दिल त्यो लगेर दुनियाँ, अन्धो छ देख्दैन नि। यस्ता प्रकारका पङ्क्तिहरूले त्यो सजीव विधवा अत्यन्त मार्मिक कारुणिक कविता। अनि योभन्दा अलि अगाडि गयौँ भने विस्फोट, जसले मदन पुरस्कार प्राप्त गरेको थियो, त्यो मदन पुरस्कार प्राप्त गरेको विस्फोटभित्रको एउटा अत्यन्त प्रखर व्यङ्ग्यमा प्रस्तुत गरियो कविता दरबार पसेकी नानी, अत्यन्त राम्रो। त्यसपछि स्वयं त्यसभित्र एउटा अर्को धेरैले हजुरहरूले पनि पढ्नुभएको होला, सुन्नुभएको होला, म महादेश चिनु। योभन्दा अलि पछाडि गयौँ भने कविता कुञ्ज प्रकाशित भयो। अनि त्यसपछि सिंहदरबार कविता सङ्ग्रह प्रकाशित भयो। सिंहदरबार कविताभित्रका एक दुई पङ्क्ति मात्रै म यहाँ उल्लेख गर्न चाहन्छु। यी सिनेमाका छाया मान्छे चलाउने अर्कै छ, यिनको आफ्नो आवाज छैन, बोलाउने अर्कै छ। टिप्पणी लेख्छन्, टिप्पणी पढ्छन्, टिप्पणीमय छन्, टीका टिप्पणी गर्न सक्ने तैपनि दब्बुई छ। 2025 सालमा प्रकाशित सिंहदरबारभित्रको यो कविताले तत्कालीन समयको प्रशासन कसरी सञ्चालित थियो र त्यो प्रक्रिया धेरै मात्रामा आजसम्म पनि आइरहेछ भन्दा पनि फरक पर्दैन। अनि यसपछि तिवारीका प्रकाशित कविताहरू पनि पछिल्लो क्रममा प्रकाशित 101 कविता प्रकाशित भए र त्यसमा लेख्दै जाने क्रममा अन्तिम कविता 2029 साल चैत्र 14 गते लेखिएको व्यङ्ग्यमूलक कविता हावापानी लेखिएको भेटिन्छ। त्यसभन्दा पछिका कविताहरू प्रकाशित छैनन्। 2030 साल जेठ 19 गते तिवारीको देहावसान भयो र त्यो हावापानी कविता जेठ 4 गते काठमाडौँमा हास्यव्यङ्ग्य सम्मेलन भएको क्रममा त्यहीँनिर नै उनले वाचन गरेको भनेर वासुदेव लुइटेलले पनि त्यसलाई उल्लेख गर्नुभएको छ। म धेरै समय नलिकन पुनः अन्तमा यो जसरी कार्यक्रम आयोजना गरेर म सहित विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई सम्मानित गर्ने काम यी संस्थाहरूबाट भयो, सम्पूर्ण निर्णायक मण्डलज्यूहरू, यस संस्थासँग सम्बन्धित सम्पूर्ण रात दिन अहोरात्र खटेर कार्य गर्ने सम्पूर्ण महानुभावहरू सबैप्रति म पुनः हार्दिक आभार प्रकट गर्दछु र मलाई यहाँहरूले मूल्याङ्कनमा राखेर सम्झिनुभयो, यहाँसम्म आउन सक्ने एउटा वातावरण तयार भयो, त्यसको लागि पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दै म बिदा हुन्छु। धन्यवाद। हार्दिक आभार व्यक्त गर्छु प्राध्यापक डाक्टर गोपाल प्रसाद शर्मा अधिकारीज्यूप्रति। अबको क्रममा सैन्यध्वज नन्दकुमारी शोध पुरस्कारबाट पुरस्कृत डाक्टर कान्छी महर्जनज्यूलाई आफ्नो मन्तव्यका लागि म हार्दिक अनुरोध गर्छु। यस कार्यक्रमका अध्यक्षज्यू र विशेष अतिथि वासुदेव त्रिपाठी आदरणीय सर लगायत सम्मानित अन्य अग्रज स्रष्टाहरू, इन्दिरा प्रसाई म्याम लगायत मञ्चमा आसीन अन्य साहित्यकार र स्रष्टाहरू लगायत दर्शक दीर्घामा रहनुभएका विद्वान तथा विदुषीहरू, मेरा मित्रहरू, साथीभाइहरू, दाजुबहिनी, दिदीबहिनी सबैमा म हार्दिक नमन टक्राउन चाहन्छु। यसमा यो सैन्यध्वज पुरस्कार, नन्दकुमारी पुरस्कारबाट पुरस्कृत भइसकेको अवस्थामा यसरी मन्तव्य लेख्नुपर्ने कुरा मलाई सरले भन्नुभयो, नरेन्द्रराज प्रसाई सरले। त्यति बेला मैले जे आफ्नो मनस्थितिमा आएको थियो त्यो कुरा लेखेँ यहाँ। तर जब म यो कार्यक्रममा आएँ, यहाँको वातावरण देखेँ, त्यसपछि मलाई लाग्यो यो त मैले अलिक बनावटी मात्र लेखेको रहेछु, जीवन्त रूपमा भोग्न पाएर आजको यो अनुभव गरेर लेख्न पाएको भए सायद म अर्कै शब्दहरू चयन गर्थेँ कि जस्तो लाग्यो। र यो एउटा महाकुम्भ जस्तो मलाई लाग्यो।
जहाँ मैले सपनामा पनि मैले सोचेकी थिइनँ यस्तो अग्रजहरू भएको कार्यक्रममा म आउँला, एकै लहरको पङ्क्तिमा म बसौँला, मञ्चमा आसिनु होला भन्ने मैले सोचेकै थिएन। यो मेरो स्वप्नलोकको कुरा थियो र यसलाई विपनामा परिणत गरिदिनु हुने झपट पुरस्कार व्यवस्थापन समितिका महानुभावहरूलाई म धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छु। र यस कार्यक्रममा आइसकेपछि मैले यहाँ परिचित भन्दा मेरा अपरिचित अनुहारहरू धेरै छन् र परिचित हुने मौका यस समिति एउटा यस कार्यक्रमले दियो। त्यसको लागि पनि म झपट पुरस्कार व्यवस्थापन समितिलाई धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छु। यहाँ इन्दिरा प्रसाई म्याम अनि त्यसै नरेन्द्र राज प्रसाई, वासुदेव त्रिपाठी लगायत धेरै अग्रज सरहरू हुनुहुन्छ, यहाँ सनत रेखनी सर हुनुहुन्छ। उहाँसँग भेट्ने मेरो धेरै धोको थियो, त्यो आज पुरा भएको छ। म एकदम गर्वित र पुलकित भएकी छु। र यस पटकको जुन झपट पुरस्कार व्यवस्थापन समितिले शैलध्वज नन्द पुरस्कार शोध पुरस्कारको लागि मलाई छनौट गरेको छ, त्यसको लागि त्यसप्रति म धेरै धेरै आभारी पनि छु। हुन त मैले शोध कार्य गरेको आफ्नै लागि हो र त्यो आफ्नो प्राज्ञिक उन्नयनको लागि, बौद्धिक उन्नयनको लागि मैले गरेकै जस्तो लाग्थ्यो, तर होइन रहेछ। हामीले गर्ने कतिपय कार्यहरूले त्यसले समाजलाई पनि योगदान दिइरहेको हुँदो रहेछ अथवा समाजले पनि त्यसलाई मूल्याङ्कन गरिरहेको हुँदो रहेछ भन्ने कुरा आज मैले महसुस गरेकी छु। मैले अशेष मल्लको नाट्यकारितामा विद्यावारिधि गरेकी हुँ। हुन त यहाँ इन्दिरा म्यामले अघि नै भन्नुभयो, मेरो पृष्ठभूमि भनेको किसानी नै हो। अहिले पनि म किसानमै रमाउँछु पनि। म सरस्वती बहुमुखी क्याम्पसमा प्राध्यापन गर्छु र बाँकी समय म कृषि पेसामा नै रमाउँछु र कृषक भन्न पनि रुचाउँछु। र त्यसले मलाई श्रमजीवी र कर्मठ हुन सिकायो, जसले गर्दाखेरि म निरन्तर रूपमा प्राज्ञिक उन्नयनमा पनि लागेँ। मैले पढ्ने, पढाउने र शोध कार्य गर्ने कार्यलाई आफ्नो चाहिँ महत्त्वपूर्ण कर्म ठानेको छु र म आजीवन त्यो गरि नै रहनेछु। मलाई लाग्थ्यो कि यो जति पनि पुरस्कारहरू छन् ती पुरस्कारहरूमा सिन्डिकेट हुन्छ होला जस्तो लाग्थ्यो कि मलाई, किनभने जति पनि पुरस्कार हुन्थ्यो ती पुरस्कारहरू चाहिँ हामी माझ नआउँदै अथवा हामी माझ नआउँदै हामी त्यहाँ सामेल नहुँदै ती कुराहरू सकिन्थे, समारोहहरू आदि इत्यादिहरू। अनि मलाई के लाग्थ्यो भने ठिकै छ, उचित समय आउला, हाम्रा कार्यहरू कर्महरूको पनि मूल्याङ्कन होला भन्ने लाग्थ्यो र म निरन्तर कर्मशील बन्दै गएँ। सायद आज उचित मूल्याङ्कन भएछ कि जस्तो लाग्यो, जसले गर्दा आज यो मञ्च अगाडि बसेर हजुरहरूसँग केही आफ्ना अनुभवहरू बाँडिरहेको छु। हुन त यो ज्ञानको महासागरमा मैले बोलेका कुराहरूले एउटा अपरिपक्वता पनि दिन्छ होला, किनकि म त्यति सिक्ने क्रममै मैले हजुरलाई नि टक्राएँ भने म अझै केही सिक्ने, केही गर्ने फेजमै छु, त्यही अवस्थामा छु। हजुरहरूको मार्गदर्शनबाट, हजुरहरूको उत्प्रेरणाबाट अगाडि बढेर समाजको लागि के गर्ने ऊर्जा र हौसला र प्रेरणा यो पुरस्कारले मलाई दिएको छ। त्यसको लागि पनि हजुरहरूप्रति म धेरै धेरै आभारी छु। मैले यसमा यसो पढ्न पल्टाएँ, रेखा राणा म्याम र अरुण राणाको बारेमा पढेँ। उहाँहरू पक्कै पनि एकदम प्रशंसनीय र अनुकरणीय व्यक्तित्व हुनुहुँदो रहेछ भन्ने पनि थाहा पाएँ। उहाँहरू साहित्यिकदेखि लिएर सामाजिक कार्यहरूमा पनि त्यत्तिकै सशक्त भएर लाग्नु भएको रहेछ भन्ने कुरा पनि मैले यसबाट थाहा पाएँ। र यसरी राणाहरूको एउटा निजी चाहिँ व्यक्तित्वबाट अथवा निजी एउटा प्रयासबाट सुरु भएको यस कार्यले यहाँसम्म आइरहँदा यसले निरन्तरता पाउनु भनेको पक्कै पनि चान्चुने कुरा होइन। र यस संस्था, यस जुन झपट पुरस्कार व्यवस्थापन समिति छ, उहाँहरूलाई म मुरी धन्यवाद दिँदै अझ यसको उन्नति र उन्नयनको लागि मैले सक्दो प्रयास गर्नेछु र गरि नै रहनु छु। र मेरो कर्म भनेको पढ्ने, पढाउने र नयाँ नयाँ शोधहरू गर्ने हो, कार्यहरू गर्ने हो भन्दै हजुरहरूको पद प्रदर्शनको अपेक्षा राख्दै यहाँबाट बिदा हुन्छु। धेरै धेरै धन्यवाद।
ऊर्जाशील मन्तव्यका लागि डाक्टर कान्छी महर्जनज्यूप्रति हार्दिक आभार व्यक्त गर्छु। हामी लगभग अन्तमा छौँ यति बेला। आज यसअघि लोकार्पित पुस्तक रेखा राणाज्यूको अनन्त कृतज्ञतामा आफ्नो समीक्षात्मक मन्तव्य प्रस्तुत गरिदिनुका निम्ति म प्राध्यापक केशव सुवेदीज्यूलाई हार्दिक अनुरोध गर्छु। यस कार्यक्रममा उपस्थित भएर यो पुरस्कारका संस्थापकहरू, यसका सञ्चालकहरू, यसका पथ निर्माताहरू, उहाँहरूका बारेमा विभिन्न कुराहरू सुन्दै आएका छौँ। त्यसैले ती कुराहरू म यहाँहरू समक्ष दोहोऱ्याउन चाहन्न। सर्वप्रथम यस समारोहमा म यो पुरस्कारका जनक, संस्थापक यज्ञविक्रम राणा र केशर कुमारी राणा उहाँहरूप्रति शब्द श्रद्धा समर्पण गर्न चाहन्छु। र यो पुरस्कार स्थापनाका निम्ति प्रेरक व्यक्तित्व हुनुहुन्थ्यो झपटबहादुर राणा र तोरण कुमारी राणा, उहाँहरूप्रति पनि म शब्द श्रद्धा समर्पण गर्न चाहन्छु। र त्यसै गरी सैन भोज नन्दकुमारी शोध पुरस्कार पहिले शोध वृत्तिका रूपमा विभिन्न विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिँदै आएको थियो। त्यसको सारा विवरण यो अभिलेखमा प्रस्तुत गरिएको छ। उहाँहरू पनि यसका निम्ति प्रेरक प्रसङ्ग नै हुनुहुन्छ। त्यसैले सैन भोज नन्दकुमारी उहाँहरूप्रति पनि म शब्द श्रद्धा समर्पण गर्न चाहन्छु। अब त्यसपछि मैले औपचारिक रूपमै पनि थोरै केही बोल्नै पर्छ। त्यो के हो भने आज पुरस्कृत प्रतिभाहरू नेपाली साहित्यका वरिष्ठ आख्यानकार सनत रेग्मी संजोगले धेरै अगाडि साहित्यिक पत्रकार सङ्घमा आबद्ध थिए। त्यो बेला हामीले मैनाली पुरस्कारद्वारा पुरस्कृत गर्दाखेरि पनि उहाँका बारेमा बोल्ने एकजना वक्ता मै थिएँ। उहाँ पुरस्कृत हुनुभएको छ। नेपाली आख्यान साहित्य पुरस्कृत भएको अनुभव गरेको छु मैले, सनत रेग्मीज्यू। र त्यसपछि अर्का वरिष्ठ गीतकार जसका गीतहरू नेपाली जनमानसमा अत्यन्त लोकप्रिय छन्, वरिष्ठ गीतकार, शब्द सङ्गीतका माध्यमबाट भाषा साहित्यको आराधना गर्ने राजेन्द्र थापा। र त्यसपछि यी दुई स्रष्टाहरूका साथै सृजना मात्र होइन, त्यसका बारेमा साधना गर्ने, समीक्षा गर्ने, समालोचना गर्ने, अनुसन्धान गर्ने दुई विशिष्ट व्यक्तित्वहरू पनि आज पुरस्कृत हुनुभएको छ। मेरा मित्र प्राध्यापक डाक्टर गोपाल प्रसाद शर्मा अधिकारी र डाक्टर कान्छी महर्जन। त यी सबै संस्था साधकहरूप्रति म हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। अब आज हामी त्यो अवसरमा छौँ। आजभन्दा ठिक 45 वर्ष अगाडि झमट पुरस्कारको स्थापना भएको थियो 2037 सालमा। र त्यो परम्परा, त्यसलाई त्यो बेला जीवन्तता प्रदान गर्नमा, त्यो संस्था सञ्चालन गर्नमा, त्यसलाई जीवन प्रदान गर्नमा हाम्रा आदरणीय गुरु महासमालोचक वासुदेव त्रिपाठी, जसले अघि भर्खरै हामीलाई आशीर्वचनहरू दिएर जानुभएको छ। र त्यसपछि जीवितहरूमध्ये प्राध्यापक रमा शर्मा म्याडम यी अगाडि उपस्थित हुनुहुन्छ। र त्यसै गरी अर्का मेरा मित्र प्रयागराज वासिष्ठ, जो कवि पनि हुनुहुन्छ, नेपाली साहित्यका चर्चित कवि, र प्राध्यापक डाक्टर दयाराम श्रेष्ठ आज यहाँ उपस्थित हुन सक्नु भएन। उहाँहरू र कति कीर्तिशेष भइसकेका व्यक्तित्वहरू पनि हुनुहुन्छ। प्राध्यापक ठाकुर प्रसाद पराजुली, र त्योभन्दा पनि अझ यज्ञविक्रमलाई असाध्यै नजिकबाट बसेर यो पुरस्कारको संस्थापना र सम्वर्धनका निम्ति निरन्तर उत्प्रेरित गरिरहने प्राध्यापक घटराज भट्टराई, जो नेपाली साहित्यका वरिष्ठ कवि र समालोचक पनि हुनुहुन्थ्यो। उहाँहरू
दिवंगतहरूप्रति म श्रद्धा भाव व्यक्त गर्न चाहन्छु र जो जीवित हुनुहुन्छ क्रियाशील हुनुहुन्छ उहाँहरूका ती सत्कर्महरूप्रति म हार्दिक अभिनन्दन व्यक्त गर्न चाहन्छु। अब यसपछि मैले पाएको जिम्मेवारी भनेको आज भर्खरै लोकार्पित रेखा राणाको कृति छ यो अनन्त कृतज्ञता। यो अनन्त कृतज्ञताका बारेमा यसका धेरैवटा पक्षहरू छन्। मैले अब यतिखेर धेरै लामो समय लिनुहुन्न। सुरुमा उहाँको अलिकति पारिवारिक र शैक्षिक पृष्ठभूमिका बारेमा यहाँ जे लेखेको छु मैले त्यो पढ्दा चाँडो होला जस्तो मलाई लाग्छ। रेखा राणा पहिलोपल्ट सिर्जनाका संसारमा उदाउनु भएको छ, त्यसैले उहाँको परिचय पनि आवश्यक छ। यद्यपि त्यसका बारेमा कृतिभित्र धेरै लेखिसकेको पनि छ, त्यही पनि यो प्रासङ्गिक हुन्छ भन्ने लागेर म त्यो अनुच्छेद पढ्न चाहन्छु। रेखा राणा जसलाई यज्ञविक्रम राणाले रेखा लक्ष्मी राणा लक्ष्मीका रूपमा पनि आफ्नी पुत्रवधूलाई असाध्य माया र स्नेह गर्नुहुन्थ्यो। ती रेखा लक्ष्मी राणा राजधानीबाट नजिकै चितवन कुमरोजमा बसोबास भएका नारायण प्रसाद लोहनी र सावित्री लोहनीकी छोरी हुनुहुन्छ भने बानेश्वर काठमाडौँ निवासी अरुण राणाकी सहधर्मिणी तथा जनरल यज्ञविक्रम राणा र केशर कुमारी राणाकी बुहारी हुनुहुन्छ। आफ्ना जमानामा जुम्ली सुब्बा साहबका नामबाट परिचित एवं चर्चित बर्दिया निवासी पृथ्वीबहादुर शाह, धनराज शाह तथा पार्वती शाह रेखाका मावली तर्फका हजुरबुवा हजुरआमा हुन् र आफ्ना सनातन संस्कार, कुल परम्परा र मूल्य मान्यताप्रति निष्ठावान शाह दम्पति हक्की स्वभावका थिए। समाजमा कसैको होचो अर्गेलो खप्न नसक्ने इमान तथा सत्यमा सदैव अडिग रहने पृथ्वीबहादुरको त्यो कुलीन चेतनाको बीजारोपण उनका सन्ततिहरूमा पनि भएको थियो। मावली तर्फका हजुरबुवा हजुरबुवाबाट आफ्ना सन्ततिहरूमा त्यो उच्च पारिवारिक चेतनाको हस्तान्तरण भएकै कारण आमा मार्फत त्यो संस्कार रेखासम्म पनि आइपुग्यो। उनले आनुवंशिक रूपमा मावली र माइतीका तर्फ प्राप्त गरेको चेतना र संस्कार तथा यता दाम्पत्य जीवनमा जोडी यज्ञ केशर कुञ्जमा बुहारीका रूपमा प्रवेश गरेपछि त्यसमा अझ मलदल हुन पुग्यो। यिनै तीन परिवारका संस्कारगत सामञ्जस्यबाट प्राप्त प्रेरणाकै कारण रेखा आफ्ना पूर्वज र अग्रजहरूप्रति अत्यन्त आस्था र श्रद्धा राख्छिन्। उनमा अग्रजहरूप्रतिको यो आस्था भाव अत्यन्त तीव्र छ। रेखाका मानसपटलमा अन्तर्निहित यही चेतनाका पृष्ठभूमिमा प्रस्तुत कृतिको जन्म भएको हो। कृतिको नाम अनुसार यसमा आफ्ना अग्रजहरूप्रति कृतज्ञताका अनन्त भावहरू छचल्किएका छन् र उनका अनुभूतिहरूले पाठकलाई आफ्ना अग्रज र पूर्वजहरूप्रतिको कृतज्ञताबाटै जीवनलाई सुसंस्कृत र प्रतिष्ठित तुल्याउन सकिन्छ भन्ने अन्तसन्देश पनि सम्प्रेषित गरेका छन्। जहाँसम्म उनको शैक्षिक परिचयको प्रश्न छ, संयुक्त राज्य अमेरिकाको ड्यू युनिभर्सिटीबाट महिला अध्ययन विषयमा र त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेकी रेखाको दाम्पत्य जीवन 2059 सालमा सुरु भएको थियो। हाम्रो समाजमा वैवाहिक सम्बन्धसँगै छोरीहरू बुहारी हुन्छन् र यसबाटै नयाँ नयाँ नाता सम्बन्ध पनि जोडिन्छन्। प्रणय बन्धनसँगै छोरीहरूको नयाँ घर र नयाँ संसार सृजना हुन्छ। यस प्रकार हाम्रा सनातन पारिवारिक संस्कृतिका आफ्नै आयाम र निजत्वपूर्ण वैशिष्ट्यहरू छन् र तिनका बारेमा हामी सबै जानकार नै छौँ। यो उनको संक्षिप्त परिचयपछि अब यस कृतिभित्र रेखा राणाले लेख्न खोजेको कुरा के हो त्यो सन्दर्भलाई अलिकति र त्यो विषयको बोध कहाँबाट भयो, त्यसको स्रोत के हो त्यसका बारेमा अलिकति र अन्त्यमा मेरो आफ्नो टिप्पणी समेत गरेर म यसलाई टुङ्ग्याउन चाहन्छु।
रेखा राणाले यस कृतिको सुरुमै लेखेको एउटा अनुच्छेद छ, त्यो अनुच्छेद अत्यन्तै पठनीय छ। उनले लेखेको त्यो अनुच्छेदलाई म यहाँहरू समक्ष प्रस्तुत गरौँ। जीवनका पानामा केही कथाहरू यस्ता हुन्छन् जसले पुस्तौँसम्म हृदयलाई न्यानो बनाइरहन्छन्। बुवा मुवा मेरा सासु ससुराको जीवन गाथा त्यस्तै अमूल्य धरोहरहरूको सगालो हो जुन सदा मेरो हृदय र स्मृतिमा ताजा छ। उहाँहरूको जीवन कथा केवल व्यक्तिगत अनुभवहरूको सगालो मात्र होइन, त्यो त परिश्रम, प्रेम, धैर्य र मूल्यहरूले बुनेको एक प्रेरणादायी यात्रा हो। जीवनका हरेक मोडहरूमा उहाँहरूले देखाएको साहस, समर्पण र अर्थपूर्ण जीवनको प्रतिबिम्ब हो। उहाँहरूको जीवन यात्रा हाम्रा लागि मात्र होइन, आउँदा धेरै पिँढीहरूका लागि पनि मार्गदर्शन र प्रेरणाको स्रोत बन्नेछ। यो गाथा स्मृतिमा मात्र सीमित रहने छैन, यसले पुस्तौँसम्म माया, संस्कार र जीवनका मूल्यहरू हस्तान्तरण गरिरहनेछ। यो रेखाले आफ्ना कृतिका बारेमा सबभन्दा पहिलोपल्ट गरेको टिप्पणी। अब यसपछि यो सारा ज्ञान, यसको स्रोत के हो, यो कहाँबाट यसरी रेखालाई यो ज्ञान प्राप्त भयो, त्यस सम्बन्धमा वरिष्ठ जीवनीकार नै एकाडेमीका सदस्य सचिव राज प्रसाई उहाँको मन्तव्य पनि असाध्यै प्रासङ्गिक छ भन्ने मलाई लाग्छ। त्यो मन्तव्य पनि त्यसको एक अंश पनि यहाँहरू समक्ष प्रस्तुत गर्न चाहन्छु, जसले रेखाको यस कृतिको विषय सन्दर्भतर्फ सङ्केत गरेको छ। उहाँले के भन्नुभएको छ भने, संसारका अरू ठुला विश्वविद्यालयमा जेसुकै विद्या पढेकी भए पनि रेखा राणाले यज्ञकेश्वर विश्वविद्यालयमा पढेको विद्या संसारमा बिरलै पढाउने विषय रहेको तथ्य अनन्त कृतज्ञताले प्रमाणीकरण गरिदिएको छ। यज्ञकेश्वर विश्वविद्यालयमा रेखा राणाले अनुपम प्रेम भावका साथ कहीँ कतै पढ्न नपाइने विद्या पढ्ने सौभाग्य पाइन्। रेखामा लेखनको यो सामर्थ्य, यो सामग्रीको स्रोत के हो, त्यो कसरी आयो, त्यस सम्बन्धमा गरिएको नरराज प्रसाईको टिप्पणी हो। यो यज्ञकेश्वर विश्वविद्यालयमा रेखा राणाले अनुपम प्रेम भावका साथ कहीँ कतै पढ्न नपाइने विद्या पढ्ने सौभाग्य पाइन्। त्यसै कारण उनले ती सबै शिक्षा संक्षिप्त रूपमा अनन्त कृतज्ञतामा प्रस्तुत गरिन्। वास्तवमा अहिलेको हाम्रो दिनानुदिन क्षयीकृत भइरहेको समाजका लागि र समाजशास्त्रीय अध्ययनका लागि समेत रेखा राणाकृत अनन्त कृतज्ञताको महत्त्व रहेको देखिन्छ। यसको स्रोत के हो, त्यो सामग्रीको व्यवस्थापन कसरी गरेको छ, विस्तारित मन्तव्य उहाँले प्रस्तुत गर्नुभएको छ। तर पनि यो टिप्पणी असाध्यै मार्मिक छ, यसको वृत्त भनेको यही हो। त्यस कारणले मैले हार्दिक आभार सहित नरेन्द्र प्रसाईलाई पनि यहाँनिर उद्धरण गरेँ। अब यी सबै पछि मेरो पनि छोटो मन्तव्य यस कृतिभित्र छ। त्यो मन्तव्यको एउटा सानो अंश यहाँहरू समक्ष प्रस्तुत गरेर आफ्नो भनाइबाट बिदा लिन चाहन्छु। अनन्त कृतज्ञता नेपाली साहित्य जगतमा नवागन्तुक स्रष्टा रेखाको पहिलो सृजनात्मक प्रयास हो। यसका प्रत्येक अक्षर तथा शब्दहरू अनुभव र भावनाका रङले लेखिएका छन्। यसका हरेक जसो शीर्षकमा उनका व्यवहारसिद्ध गहन एवं तीक्ष्ण विचारहरू पनि अभिव्यञ्जित छन्, जसले पाठकको मन र मुटुलाई भित्रैसम्म छुन्छन्। रेखामा जीवनका भोगाई, भावना र अनुभूतिलाई एवं आफ्नो पारिवारिक जीवनका यथार्थ तथ्यहरूलाई कवितात्मक रूपमा अभिव्यक्त गर्न सक्ने भाषिक सामर्थ्य अत्यन्त सशक्त छ। त्यसैले अभिव्यक्ति कलाका दृष्टिले पनि प्रस्तुत कृति बेजोड छ र उनका अनुभूतिहरू सूत्रात्मक छन्, सुक्तिमय छन् र तिनमा जीवन भोगाईका सुन्दर कथाहरू पनि छन्। यो कृति पढ्दा मलाई जीवन रूपी काव्यका अनेक लय र रसहरूको आस्वादन गर्न पाएको अनुभूति भयो। त्यसमाथि प्रणय, वात्सल्य र कृतज्ञताका भावहरूले यसका प्रत्येक अक्षर र शब्दहरू पुरिएका छन्। त्यसैले प्रस्तुत कृति एउटा मर्मस्पर्शी
एवं जीवन्त समृद्धि काव्य बन्न पुगेको छ भन्ने मेरो टिप्पणी यसमा रहेको छ। अब यहाँ हामी धेरैले सुन्दै आएको कुरा, बुहारीहरूले सासू ससुराका बारेमा लेखेका कथाका बेग्लै अध्यायहरू हामीले अहिलेसम्म पढ्दै आएका थियौँ, त्योभन्दा यो ठिक विपरीत छ। यो बुहारीले सासू ससुराका बारेमा गरेको सम्झना, परिवारका विविध सन्दर्भहरूलाई सम्झेर गरिएको रचना हो। त्यसकारणले त्यो आधुनिक चेतना सम्पन्न बुहारीले परिवारलाई, घरलाई, बुवा आमालाई हेर्ने कुन प्रकारको दृष्टिकोण थियो अथवा उनका अनुभवहरू के थिए त्यसलाई समेट्ने, त्यसलाई अभिव्यक्त गर्ने चेष्टा, त्यो प्रयत्न यस कृतिभित्र गरिएको छ। र यस कृतिका निम्ति म यो पहिलो कृति हो, तर पनि असाध्यै सुन्दर र असाध्यै महत्त्वपूर्ण छ भन्ने मलाई लागेको छ। म यस अवसरमा यस कृतिकी स्रष्टा रेखा राणालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु र आगामी दिनमा उहाँको सृजना यात्रा निरन्तर जारी रहोस् र उत्कृष्ट रचनाका निम्ति निरन्तर प्रेरित भइरहनुहोस् भन्ने शुभकामना व्यक्त गर्दै म मेरा अलिकति समयले क्षमा याचना गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। यो धरा, यो समाज हाम्रा अग्रजहरूले गरेको पुण्य कर्मले, सत्कर्मले अनुप्राणित हुँदै आएको छ र आज यहाँसम्मको यो यात्रा तय भएको छ मानव जीवनको। यी तमाम महामना अग्रजहरू जसले पुण्य कर्म गर्नुभयो, सत्कर्म गर्नुभयो र आफ्ना अनुजहरूलाई बाटो देखाउँदै एउटा सन्मार्गमा लाग्ने, सत्मार्गमा लाग्ने यो मार्गदर्शन गर्नुभयो, ती सबै आत्माहरूप्रति हार्दिक श्रद्धा अर्पण गर्छु। आज जस जसका नाउँमा पुरस्कारहरू स्थापना गरिएका छन्, आदरणीय कीर्तिशेष झपट बहादुर राणा, तोरण कुमारी राणा, यज्ञ विक्रम राणा, केशर कुमारी राणा र सैन्य ध्वज खड्का तथा नन्दकुमारी खड्का जीवहरूप्रति हामी सबैका तर्फबाट फेरि पनि हार्दिक श्रद्धा अर्पण गर्छु। यो जीवन नश्वर छ, हामीले बाँचेको क्षण, यो वर्तमान, यो अहिलेको समय यो महत्त्वपूर्ण हो भन्ने लाग्छ र यो मार्गलाई, यो समयलाई आज यस क्षणमा हामीले यो पुण्य अवसर प्राप्त गरेका छौँ जस्तो लाग्छ मलाई। म पनि लाभान्वित भएको छु। यहाँहरूप्रति फेरि पनि हार्दिक कृतज्ञता व्यक्त गर्दै, गुणको चरा जिन्दगी कहिले उड्छ थाहा हुन्न, गुणको चरा जिन्दगी कहिले उड्छ थाहा हुन्न, उडेको चङ्गा जिन्दगी कहिले चुड्छ थाहा हुन्न, बाँचुन्जेल जिन्दगीलाई सजाउन जाने राम्रो, बाँचुन्जेल जिन्दगीलाई सजाउन जाने राम्रो, पानीको फोका जिन्दगी कहिले फुट्छ थाहा हुन्न, पानीको फोका जिन्दगी कहिले फुट्छ थाहा हुन्न। मेरो जिन्दगीप्रतिको यो मेरो मत हो। यो मतले यहाँहरू सबैप्रति फेरि पनि हार्दिक आभार र कृतज्ञता प्रकट गर्दै आज पुरस्कृत सम्मानित हुनुभएका सबैप्रति हार्दिक बधाई ज्ञापन गर्दै कार्यक्रमको अन्तमा यस पुरस्कार समर्पण तथा कृति लोकार्पण समारोहका अध्यक्ष तथा पुरस्कार व्यवस्थापन समितिका संरक्षक तथा अध्यक्ष श्री अरुण राणाज्यूलाई धन्यवाद ज्ञापन र आफ्नो मन्तव्यका लागि हार्दिक अनुरोध गर्दै र सभा समापनका लागि स्मरण गराउँदै यो कार्यक्रम समापनपछि एउटा सामूहिक तस्विर हामी लिनेछौँ र खाजा खाएर मात्रै, जलपान लिएर मात्रै यहाँहरू गइदिनुहुनेछ भन्ने सूचना सम्प्रेषण गर्दै म उद्घोषक यादव भट्टराई यो भूमिकाबाट उजेल पर्छु। नमस्कार। मैले चाहिँ आज धन्यवाद ज्ञापनभन्दा अगाडि एउटा कुरा नगरिकन अलि न्यायोचित नहुने जस्तो मलाई मनभित्र एकदम गढेर आएको छ। त्यो भनेको चाहिँ अब हाम्रो आजको पुरस्कृत व्यक्तित्व महान गीतकार राजेन्द्र थापाज्यूको सदाबहार गीत पोहोर साल खुसी पार्दा सङ्गीतकार अम्बर गुरुङले सङ्गीत दिएको, त्यसलाई अलिकति सङ्गीतमय बनाएर म चाहिँ आफ्नो धन्यवाद ज्ञापन गर्दछु। त्यसको लागि 51 वर्ष अगाडि सदाबहार। मन में टाले ते साल माया
सम्माननीय प्रमुख अतिथिज्यूहरू, विशिष्ट अतिथिज्यूहरू, साथै यस सभा भवनमा उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक नमस्कार। झपट पुरस्कारको अध्यक्षको हैसियतले म यहाँ उपस्थित सबैजनामा हृदयदेखि धन्यवाद ज्ञापन गर्न पाउँदा अत्यन्त गर्ववान्वित महसुस गरिरहेको छु। सर्वप्रथम म विक्रम सम्वत 2037 सालदेखि यस पुरस्कारको स्थापना कालदेखि नै यसलाई निरन्तरता दिँदै मार्गदर्शन र सहयोग प्रदान गर्दै आउनुभएका सम्माननीय संस्थापक सदस्यज्यूहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। यहाँहरूको दूरदर्शिता र अथक प्रयासले नै आज यो पुरस्कार यस ठाउँसम्म आइपुगेको छ। यहाँहरूको योगदान सधैँ अविस्मरणीय रहनेछ। त्यस्तै झपट पुरस्कार व्यवस्थापन समितिका सम्माननीय सल्लाहकारहरू तथा समितिका सबै पदाधिकारी एवं सदस्यहरूप्रति पनि म हार्दिक धन्यवाद व्यक्त गर्दछु। यहाँहरूको अमूल्य सुझाव, निरन्तर सक्रियता र समितिप्रतिको समर्पणले नै यस पुरस्कारको गरिमा अझ उच्च बनेको छ। यहाँहरूको मेहनत र लगनशीलताको म कदर गर्दछु। यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने आफन्तजन, परिवारजन, मित्र तथा छिमेकीहरूप्रति म विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यहाँहरूको उपस्थितिले यस कार्यक्रमलाई अझै सार्थक, सजीव र उत्साहपूर्ण बनाएको छ। यहाँहरूको माया र स्नेह नै हाम्रो सबैभन्दा ठुलो शक्ति हो। यसै गरी हाम्रा प्रेसका मित्रहरूप्रति पनि धन्यवाद दिन चाहन्छु। यहाँहरूले यस कार्यक्रमलाई मिडिया मार्फत व्यापक रूपमा सार्वजनिक गरी झपट पुरस्कारको ख्याति फैलाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। यहाँहरूको व्यावसायिकता र सहयोगको उच्च मूल्याङ्कन गर्दछु। अन्त्यमा यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूमा पूर्ण हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु। यहाँहरूको माया, सहयोग र शुभाशीर्वादले नै झपट पुरस्कार आगामी दिनहरूमा पनि थप उचाइमा पुग्नेछ भन्ने मलाई पूर्ण विश्वास छ। कुनै पनि कमी वा त्रुटि रहेछ भने त्यसको लागि म क्षमा प्रार्थी छु। धन्यवाद, धन्यवाद, सबैमा धन्यवाद। समारोह समापन भएको घोषणा गर्दैछु। जलपानको व्यवस्था छ।